प्रिय बाइबलको प्रार्थनाको बारेमा म तपाईँलाई भन्न गइरहेको छु। दाउदले 9 महिनासम्म आफूले गरेको पापको पश्चाताप गरेन। पहिलो उसले व्यभिचार गरे, दोस्रो आफ्नो छिमेकीको श्रीमतीसँग गलत काम गरे, तेस्रो आफ्नो छिमेकीसँग विश्वासघात गरे, चौथो आफ्नो छिमेकीको परिवारलाई बर्बाद गरिदियो, पाँचौं आफ्नो छिमेकीलाई हत्या गराए, छैठौं त्यस व्यक्तिको ज्यान लिनको निम्ति आफ्नो विश्वासयोग्य सैनिकलाई पनि मारिदिए, सातौं यी सबै कुरा गरेर पनि थाहा नपाएको जस्तो नाटक गरे, आठौं त्यति मात्र होइन, त्यस बेत्सेबालाई आफ्नो श्रीमती बनाए, नौं गरेको पापको बारेमा पश्चाताप बिल्कुलै गरेन। के हो प्रिय, यो कहिलेसम्म थाहा छ? 9 महिनासम्म। परमेश्वर कति क्रोधित हुनुभयो होला। तिमी एक भेडा गोठालो थियो, तिमीलाई दया गरेर राजा बनाएर यति महान सौभाग्यलाई दिए तापनि तुच्छमय निज कामलाई बिना डर गरेर केही थाहा नपाएको जस्तो गरी यसरी कसरी जिउँदैछौ दाउद तिमी? 9 महिनादेखि म देखिरहेको छु तिमी ममा फर्किएको छैन। साँच्चै भन्नुपर्दा भय बिना नै जिरहेको छ। आज हामीमध्ये धेरैजना डर बिना नै पाप गर्दैछन्। परमेश्वर हेर्दै हुनुहुन्छ, डर छैन। दण्ड दिनुहुन्छ, भय छैन। उहाँले सजाय दिनुहुन्छ, भय छैन। बिना भय पाप गर्दै गल्ती गर्दै गरेको पाप कसैलाई थाहा नहोस् भनी कति चलाखका साथ त्यसलाई लुकाउन कोसिस गरिरहेको छ। प्रिय, परमेश्वरले देख्नुभयो, सहन सकिएन, नातान अगमवक्तालाई पठाउनु। नातान आए, दाउदको पापलाई देखाइदिए। दाउदको पापलाई अगमवक्ता नातानले देखाइदिएपछि अनि उसको आँखा खोलेर भने, मैले पाप गरेको छु, स्वीकार गरे। कृपया ध्यान दिनुहोस्, परमेश्वर दाउद कहाँ अगमवक्ता नातानलाई पठाउँदै उसको पापलाई देखाइदिए तापनि उसले कबुल गरेको थिएन। पापलाई भनिदिए तापनि स्वीकार गरेन भने अब के गर्नुपर्छ? प्रिय, ध्यान दिनुहोस्, 9 महिनासम्म पर्खेपछि थाकेर अनि नातान अगमवक्तालाई भन्ने गएर उसलाई भन, उसको बारेमा उसलाई भन। आफू खुसी जिरहेको छ, सबैको आँखामा धुलो छाप्न चाहेको छ। गएर भन, उसले जे पाप गरेको छ मैले देखेको छु। दाउदको पापलाई देखाइदिइसकेपछि अनि दाउद भन्दैछन्, मैले पाप गरेको छु। कृपया सुन्नुहोस्, यसभन्दा पहिले नै दाउद फैसला सुनाइसकेको थियो। के थियो त्यो फैसला? जसले यस्तो गरेको छ उसले 4 भेडाहरू दिनै पर्छ। राजाको रूपमा फैसला सुनाए। त्यस फैसलालाई परमेश्वरले लागू गर्नु थियो, गर्नुभयो। दाउदले आफ्नो 4 जना छोरा गुमाए। मेरो प्रश्न, पाप गरेर पनि तपाईँ पश्चाताप गर्नुहुन्न? पाप गरेर पनि परमेश्वरको सामु आँसुका साथ कबुल गर्नुहुन्न? प्रिय, दाउदलाई त्यो थाहा थिएन पाप गरेर कबुल नगरेपछि कति नोक्सान हुन्छ भनेर। त्यस दिन दाउदलाई थाहा थिएन। पाप गरेपछि दाउद स्वयं आएर पश्चाताप गर्नुपर्ने थियो, तर दाउदले पश्चाताप नगरेको कारण कति भयानक दण्ड उसले उठाउनु पर्यो। ऊ मर्ने बेलासम्म दण्डलाई अनुभव गर्दै आए। पाप गरेर पनि पश्चाताप गरेको छैन। यस्तो व्यक्ति हाम्रो बीचमा हुनुहुन्छ कि? प्रिय, जसले पाप गरेको छैन प्रश्न गर्दैछन्, सोध्दैछन्, प्रार्थना गर्दैछन्, बिन्ती गर्दैछन्, तर जसले पाप गरेको छ उसले किन पश्चाताप गरेन? प्रिय, कति भिन्नता छ दाउद अनि अयुबमा। तेस्रो, निनवे शहरमा जाऊ भन्दा निनवे शहर नगइकन तर्सिसमा बिना फिक्री जाँदै हुनुहुन्थ्यो। समुद्रमा आँधी आए पनि उसलाई थाहा थिएन कसरी। जहाजको तल्लो भागमा गएर ऊ सुतिरहेको थियो। परमेश्वरले भनेको एउटा, उसले अर्को गर्दै थियो। आज वचन सुन्नेहरूमध्ये यस्तो व्यक्ति छैन भन्नुहुन्छ? परमेश्वरले तपाईँलाई एउटा भन्नुभयो, तपाईँ अर्को गर्दैछन्।
परमेश्वरले तपाईँलाई एउटा गर्न भन्नुभयो, तपाईँ अर्को गर्दै हुनुहुन्छ। परमेश्वरको वचनको, परमेश्वरको इच्छाको, उनको योजनाको, उनको दर्शनको, उनको पर्पोजलाई बिल्कुल विरोधमा तपाईँ जिराउनु भएको छ। तैपनि केही हुँदैन भन्दै हुनुहुन्छ। हे सेवक, सुन्दैछौ? परमेश्वरले तपाईँलाई किन दर्शन दिनुभयो? परमेश्वरले तपाईँलाई किन बोलाउनु भयो? परमेश्वरले तपाईँलाई कुन प्रान्तमा सेवाकाई गर्न भन्नुभयो? तपाईँ कुन सेवा गर्दै हुनुहुन्छ? एकपल्ट सोच्नुहोस्। प्रिय भाइ अनि बहिनी, हाम्रो जीवनमा परमेश्वरको इच्छाको विरोधमा हामी गइरहेका छौँ वा फेरि यात्रा गइरहेका छौँ वा कोसिस गर्छौँ भने प्रतिफल पाउनु त अति नै मुस्किल हुन्छ। समुद्रको चारैतिर छाल उठिरहेको छ, उसलाई थाहा छैन। यस, जो परमेश्वरको विरुद्धमा काम गरिरहेको हुन्छ उसमाथि आउने त्यस भयानक दुर्घटना हुन लागेको छ, उसलाई त्यो कुरा थाहा छैन। आज हाम्रो बीच कोही हुनुहुन्छ परमेश्वरको विरुद्धमा काम गर्नेहरू? तब सुन्नुहोस्, कस्तो दुर्घटना तपाईँमा आउँदैछन्, कस्तो विपत्ति तपाईँमा आउँदैछन्, कस्तो सङ्कट तपाईँमा आउन लागिरहेको छ, तपाईँको परिवारमा, तपाईँको वरिपरिका मानिसमा पटक्कै थाहा छैन। अगमवक्ता योनालाई थाहा छैन। प्रिय, समुद्रको चारैतिर आँधी आइरहेको थियो, त्यो उसको ज्यानको निम्ति खतरा थियो। बिल्कुल ध्यान छैन, तैपनि ऊ सुतिरहेको थियो। अन्तमा त्यस जहाजमा रहेका मानिसहरूले आफ्ना आफ्नो देवताहरूलाई प्रार्थना गरिराखेको थियो। तब यो अगमवक्ता थियो जसलाई प्रार्थना गर्नुपर्ने थियो, जसले प्रभुसँग बिन्ती गर्नु थियो। योना आरामसँग सुतिरहेको थियो। उनीहरू आएर उसँग सोधे। पढ्नेछौँ, आउनुहोस्। यूहन्नाको पुस्तक पहिलो अध्याय 5 पदबाट। सबै नावीहरू डराए र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो, अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योना चाहिँ जहाजको तल्लो तलामा गएका थिए र त्यही तिनी भुसक्क निदाए। जहाजका कप्तान तिनी कहाँ आएर भने, तिमी के भन्दैछ? भुसक्कै निराएको? तिमी भुसक्कै निराएको के भन्दैछ? हेर्नुहोस्, तिमी भुसक्कै निराएको? यति ठुलो स्वरले उठायो होला, अझै ठुलो स्वरले उठायो होला, थाहा छैन। कसरी सुतिरहेको? उठ, आफ्नो परमेश्वरसँग पुकार गर। कसले कसलाई भन्दैछ? एक अन्य व्यक्ति, एक आत्मिक व्यक्तिलाई आत्मिक पाठलाई सिकाउँदैछन्। तिमी खतरामा छौ। यो खतराबाट बाहिर निक्ल्नु छ भने परमेश्वरसँग प्रार्थना नगरिकन तिमी बाहिर निस्कन सक्दैन। प्रिय भाइ बहिनी, खतरामा हुनुहुन्छ। तपाईँको परिवार खतरामा छन्, तपाईँको नोकरी खतरामा छ, तपाईँको जीवन नै खतरामा छन्। हुनसक्छ तपाईँको बच्चा पनि खतरामा छन्। यो खतराबाट बच्नको निम्ति तपाईँ अनि तपाईँको परिवारका मानिसलाई बचाउनु छ भने केवल एउटा बाटो छ। के हो त्यो? प्रार्थना गर्नुपर्छ। एक अन्य व्यक्ति आत्मिक व्यक्तिसँग भन्दैछ, किन तिमी कस्तो व्यक्ति हो? यस्तो खतरामा छौ, तिमी सुतिरहेका छौ, उठेर तिम्रो परमेश्वरसँग पुकारा गर। हुनसक्छ त्यो जहाजको कप्तान आज तपाईँसँग पनि यही भन्दैछ। तिमीलाई थाहा छ नि तिमी कति खतरामा छौ। तिमीलाई थाहा छ नि तिमी कुन बिमारीबाट भएर गएका छौ। तिमीलाई थाहा छ तिम्रो आर्थिक समस्या के हो। तिमीलाई थाहा छ तिमी कति दुःख र मुसिबत उठाउँदैछौ। तिमीलाई थाहा छ तिम्रो श्रीमती र बाल बच्चाको पालन पोषण गर्न सकिएको छैन। तिमीलाई थाहा छ तिम्रो कारण तिम्रो घर नोक्सान हुँदैछ। तिम्रो श्रीमान मुसिबतमा परेको छ। यी सबै जानेर पनि कसरी चुप बस्न सक्छ? आज जुन परिस्थितिमा तपाईँ फँसेको छ, यी सबैबाट निस्किनु छ भने एउटै मार्ग छ। के हो? प्रार्थना गर्नुहोस्। खतरा भइसके तापनि ध्यान दिएको छैन, पाप गरे तापनि पश्चाताप गरेको छैन, पाप नगरे तापनि विलाप गर्दैछन्। यी तीनजनामा तपाईँ को हुनुहुन्छ? आउनुहोस् प्रार्थना गरौँ। पवित्र पिता परमेश्वर, अयुबले कुनै पाप गरेन, उसमाथि विपत्ति आयो। उसले सोचे परमेश्वरले मारे तापनि म आफ्नो निर्दोषलाई छोड्ने छैन। यो हो आत्मिकता। फलस्वरूप दोब्बर आशिषलाई उसले पाए।
पाप गरे तापनि पश्चाताप नगरिकन, विलाप नगरिकन, प्रार्थना नगरिकन लापरवाही गर्ने दाउदले भयानक दण्ड भोग्नु पर्यो। मर्ने बेलासम्मै त्यो दण्ड उसलाई पछ्याइरह्यो। चिठी हालेर उसको नाम प्रकट हुने बेलासम्म डर बिना नै बसिरहेको थियो योना। फलस्वरूप सङ्कटमा पर्यो। समुद्रमा उसलाई फ्याँक्नु पर्यो। के यसको आवश्यकता थियो र? निर्दोषतामा जिउन नै तपाईँले हामीलाई बोलाउनु भयो। पवित्र जीवन जिउन नै तपाईँलाई हामीलाई बोलाउनु भयो। मानिसहरूले हामीमा तपाईँ देख्न सकौँ, तपाईँ हामीलाई बोलाउनु भयो। यस्तो बोलावटलाई पाएको हामी तपाईँको विरुद्धमा जिएपछि कस्तो? पापको दागका साथ, गन्दी जीवन साथ हामी आफैले आफैलाई मिलाएपछि कसरी हुन्छ? पिता, धार्मिकतालाई भुलेर, निर्दोषतालाई छोडेर जो पापमा भुलेको छ, यस्तो व्यक्तिहरूलाई यस समय पिता सुधारेर फेरि पनि तपाईँको गवाई बनाउनुहोस् पिता। कोही पनि नाश नहोस्, कोही पनि तपाईँबाट टाढा नहोस्। कुनै पनि व्यक्ति पापको दलदलमा फस्नु हुँदैन पिता। हरेक परिवारको पिता रक्षा गर्नुहोस्। यस दिन सेवकको लागि प्रार्थना गर्ने हरेक प्रार्थना योद्धालाई दर्शन दिनुहोस्। येशू प्रभुको नाममा यस प्रार्थनालाई माग्दछु पिता। आमिन।